हाम्रो टाउको त यसको मुखमा एकैचोटिमा झ्याप्पै जान्छ नमस्कार स्वागत छ तपाईहरुलाई अब हामी चाहिँ जुवाको छौं जू सेन्ट्रल जू घुम्नको लागि मस्ती रमाइलो गर्न आएको है यो चाहिँ ठ्याक्कै इन्ट्रान्समा चाहिँ सबभन्दा पहिला चाहिँ यहाँ एउटा झरना छ मस्ती रमाइलो झरना छ हाम्रो पुष्कर सर यहाँ पुरै यस्तो मस्ती झरना छ है ठ्याक्क यसको आडी चाहिँ चाहिँ यो एउटा मूर्ति रहेछ श्री 3 जुद्ध शमशेरका भाउजू कर्णकुमारीको शालिगले उहाँको शालिग चाहिँ यहाँ किन भयो मलाई थाहा भएन सायद उहाँले नै यहाँ यो जूको स्थापना गर्नु भएको थियो कि भन्ने कुरो लाग्यो मलाई यो सेन्ट्रल जूको इन्ट्री पोइन्ट यहाँ आएपछि सुरुमा ल दिस इज द इन्ट्री पोइन्ट यहाँ लेखिएको छ सेन्ट्रल जू हेर्नु सेन्ट्रल जूको तलतिरपट्टि चाहिँ हामी देख्न सक्छौँ पोखरी पोखरी यहाँ चाहिँ चलिरहेको छ बोटिङ ओ सरी डिस्टर्ब अहिले मस्ती बोटिङ चलिरहेको छ है ढुङ्गाबाट बोटिङ रमाइलो थियो आज शनिबारको दिन कडा भिड छ चिल्ड्रेन पार्क छ यता चिन्नुहरू मस्ती रमाइलो गर्नको लागि रेल 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 दौडे रेल मस्ती आमा चिल्ड्रेन के को चिल्ड्रेन प्यारेन्ट्स पार्क रहेछ पुरै प्यारेन्ट रेलगाडी नाइस ल भालु रहेछ भालु गाइस त्यहाँ भालु भिडियो चाहिँ माने यसले पाउने रे है यसले भेट्ने रे यसले विकासलाई भेट्ने रे होइन मिलाउँथ्यो नि गेममै रिसाएर त्यो यता रुँदैन पसिनै निकाल्ने नि गरी भइरहेछ कि उसित छाला पोल्ने यत्रो घाम ल विकासले जिसाउँदैछ है बिचरा जनावरहरूलाई गयो मुला त हिँड्यो नि त सोल्टी त रहेछ गाइस त्यहाँ छ सार्क ल यो लिउँ त म फोटो खिच्नु पर्छ नमस्कार है नि अलि तलसँग हाफ फ्रेस गरौँ हरियो हुन्छ अनि फुल त्यहाँ होइन क्या उतैबाट गरिहाल्छ आफै चलिहाल्छ नि बस कडा कडा किसाकोबाट निकालिदिएर है अजिङ्गर है अजिङ्गर गाइस कहाँ घरमा अजिङ्गर भएकोपट्टि आइज न तर कस्तो त के हो र यो कोब्रा कोब्रा गोमन साप एक हजुर यहाँ न कचुरा चार माझ एकैचोटि कि ल ल आएँ आएँ Oh my God, you look so beautiful.
यस बोलाउनु न अहिले टोक्ला नि हेरिनु है हल्ची लगाइसक्यो त्यो एउटा यता लम्बो चार परेर बसेको एउटा कति खाओस् कति हिँड्नुहोस् यहाँ यो कल गर्न पाउँदैन बिचरा माटो माटो हालिदियो होला माटो हाल्नु न क्या मजा गरेर एनिमल चेक गर्नु कस्तो मजाको कुरा चाहिँ यो कडा पोज ए 5 धर्के लोहरके हेर्नुपर्छ अब माथिमा चढेर बस्यो त्यही हाम्रो गाउँतिर मकै खाएर गुर 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 गर्नु उहाँ ओहो दौडे दौडे गर्दो रहेछ ओ माई गड पट्टु कति राम्रो पट्टु ओइ बाबु शनिबार यो नि रिडिङ आयो के हो तिम्रो पारा है के हो पारा तिम्रो ओहो हाम्रो पट्टु अब के पारा हो तिम्रो मैले हेर्नु न यहाँ ओ हेलो पोतिर बसी जाऊ बस डान्स दिया डान्स का फोकस मिलाउन सकिने यस ओ माय गॉड मेरा सोचे हो कि म मासुलाई एकदम निहार्दै छ कहाँबाट लुक्छ विचार गरेर यहाँ त सानो ठाउँ भयो यहाँ त पुरो केटाहरूले मेरो फोटो खिच्दैन नि यार काली झुन्छ भने थाहा थियो यो सेतो काली झुन्छ भने चाहिँ मलाई थाहा थिएन के अब हेरिन्छ गैँडा ओ माय गॉड राइनो राइनो Zairinda. Oh my god. यो त यार फोटो शट हुने त बल्ल के छ विकास साथीलाई हेर्न पाउँदा खुसी लागिरहेछ रमाइलो आनन्द र त्यहाँ पार्कमा बसेर हल्ला गरेर होइन थकै लाग्यो घुम्दा घुम्दा थकै लाग्यो अब हिप्पोपोटामस हेर्नु मन लागेको छ होइन बाघ पनि हेरेको छैन भालु हेऱ्यो चिपान्जी हेऱ्यो भालु त बस धेरै हेऱ्यो यता र उता हिँड्ने फोटो खिच्नु भएन फोटो खिच्नु भएन यो चियर चाहिँ हाम्रो चाहिँ अब ट्राफिक सुरु भयो चिडियाखानाभित्र यस्तो फेसिलिटी रहेछ है वरिपरि जनावरको बिचमा बसेर जनावरलाई देखाउँदै खाना पाइने रहेछ पिकनिक खायो जस्तो ड्राई पिकनिक म त नम्बरलाई फोन गर्छु 2:30 बजे आइपुग्नु भन्नु ल मस्त छ है त्यसैले परिवारलाई खुलाएको एउटा स्याल जस्तो सिकारीले परेवा खानालाई दाना हाल्दैछ ल डरायो यो मलाई सिकारीबाट बच्नुपर्छ बनाउने 3 जना ला न बनाउने नि परेवा ल ल भिडियो बनाउनु काटो भिडियो बनाएन बनाइरहेछ दुई दुईजनाले हात निकालेपछि बिचारको सातो गयो खानु सकेन त्यो बदम खान्न क्या सकेन
बरु अरू सानो सानो हाल्दा घाँटीभन्दा ठुलो बदाम खान्छ भने कस्तो पागल रहेछ यो खान्छ खान्छ म गएँ मकैको दाना र बदामको दाना एउटै हुन्छ र ओइ अब कसरी खान्छ म देखाउँछु हो त्यो खान्छ पेन सम्हाल्न यार डट लगी कत्रो छ भन्ने कुरा मात्रै हो मजाले आधी घन्टासम्म बस्नु सक्छ पानी भने भाइ मिसिने यार सानो रहेछ कहाँ सानो हुने यार कि मारिन्थ्यो कि मरिन्थ्यो होइन पेन सम्हाल्न सुशीला सुशीला चित्त बुझाउँदै एकचोटिमा हाम्रो टाउको त यसको मुखमा एकैचोटिमा झ्याप्पै जान्छ चित्त बुझाउँदै खिच्यो ल बस 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 ल लाइनमा बस बस टक्क अँगालो दुईजना बस्छ जिग्रीहरू